सो हेलो गाइस, वेलकम ब्याक टु माई युट्युब च्यानल र सबैलाई ट्याक्सी ढुले र तपाईँहरूलाई स्वागत छ आज पनि फेरि है। र अहिले भने चाहिँ हामी तल बजार जाँदैछ, बल्ली बजार है। र हामी चाहिँ हिँड्दै जाँदैछ किनभने चाहिँ यहाँतिर चाहिँ गाडी पाउनु चान्स छैन नि त। 2:30 भइसकिसक्यो। म र मोहन दाई है जाँदैछ बल्ली बजार केही कामको लागि। यो चाहिँ के हो भनेर सोच्नुहुन्छ भने चाहिँ यो चाहिँ माथि भाउजूले लाइट ल्याउनु भएको रहेछ है, यो अगाडि मिली खालको त्यो बलेर के भयो त्यही कारण चाहिँ फर्काएर चाहिँ अब अर्को ल्याउनु पर्ने हुन्छ। र अहिले फिलहाल भन्नुपर्ने गइरहेको र घाम पनि लागिरहेछ अलिअलि है। त गाइस तपाईँले मेरो मिनी ब्लग दिँदै गर्नुहुन्छ होला है। मेरो गाइस अहिले भने चाहिँ हामी अलिक तल आइपुगिसक्यो है। र यो हातमा चाहिँ ब्याग पनि छ, ब्याग चाहिँ साइड गर्दाखेरि अलिक टाढो भएको जस्तो लागि त्यही कारणले चाहिँ फोटो पार्दा चाहिँ यसरी बोकिरहेको छु। सक्नुहुन्छ यहाँ चाहिँ ठुलो बरको रुख छ है, भिडियो हेर्नु सक्नुहुन्छ। त्यही गाइस जाँदैछ। र तपाईँहरूलाई एउटा चिज चाहिँ के भन्नु चाहन्छु भन्दाखेरि तपाईँलाई ह्याप्पी दिवाली है, तपाईँको दिवाली राम्रो होस् है। र तपाईँहरूलाई एउटा चिज पनि भन्नुपर्ने छ, के हो भनेदेखि चाहिँ तपाईँहरू मेरो मतलब उयसमा यो हेरिरहनुहुन्छ भनेदेखि चाहिँ मेरो अपडेट हेरिरहनुहुन्छ भने चाहिँ युट्युबमा चाहिँ म कोही बेला मात्रै हाल्छु। मेरो अपडेट हेरिरहनुहुन्छ भने चाहिँ तपाईँहरूले मेरो फेसबुक पेजमा फलो गरिदिनुहोस् होला है, वङडु भ्लगै छ। र त्यसमा चाहिँ म प्रायः जस्तो घन्टाको उयो हाल्छु है, अपडेट हालिबस्छु। र अहिले भने चाहिँ हामी पुग्न आइसक्यो है मल्ली बजार। आधी बाटो मतलब आधी बाटो भन्दा पनि 100मा 70% चाहिँ आइपुगिसक्यो, 60% छ है पुग्नुपर्ने चाहिँ हामी। त्यो गरम भइरहेको छ। हाम्रो चाहिँ यहाँ आइपुगिसक्यो हामी चाहिँ। र ऊपर चाहिँ हाम्रो एकजना जुजोको घर हो है। र यहाँ चाहिँ टिक गाडी चाहिँ एकदमै दामी छ, ओ नाइस भन्दा छ है। ल त गाइस अहिले भनेपछि है हामी आधी बाटो भन्दा पनि आँटेको छ। र त्यो गाइस अलिक थाक्दैछ हामी पनि। र यहाँ माथि चाहिँ हाम्रो मेन रोड छ है। यो तल चाहिँ हाम्रो यो पावर हाउस भन्छ, पावरको ऊपर चाहिँ हाम्रो बियर फ्याक्ट्री है गाइस, हेर्नु सक्नुहुन्छ। यो पर चाहिँ हाम्रो बियर फ्याक्ट्री हो। तपाईँहरू कतिजनाले खानुहुन्छ होला नि त्यो हिट बियर हाउस चाहिँ यहीँ बनिन्छ पछाडि। र डल्लै चाहिँ देख्दैन कम्ती मात्रै छ बनिन्छ। यहाँ पर चाहिँ पावर हाउस माथि मल्ली डाँडातिर सबै यहीँबाट पावर सप्लाई हुन्छ होला सायद, त्यही हो। ऊपर चाहिँ हाम्रो महँदा हिँड्नु हुँदैछ। र अलिक हिँडेको कारणले गर्दाखेरि चाहिँ अहिले भने चाहिँ हामी आइपुगिसकेको छ मल्ली बजार। र यहाँ काम छ है, हाम्रो भन्दा नि महन्दाको काम छ सानोबडे, काम पनि टलक्कै लाग्दैछ है। यहाँदेखिको उता गयो भने चाहिँ बजार भेट्छ, तर हामी चाहिँ यता जान्छु किनभने चाहिँ हाम्रो नै काम छ। यो चाहिँ हाम्रो मल्लीको एम्बुलेन्स हेर्नु सक्नुहुन्छ। यो चाहिँ मल्लीको सानो हस्पिटल, त्यो गाइस हेर्दै गर्नुहोस् होला। म चाहिँ महन्दा चाहिँ भित्र ड्रेसिङ गर्नुको लागि बसिरहनु भएको छ। यो चाहिँ हाम्रो हस्पिटल हेर्नु सक्नुहुन्छ, यस्तै छ। यो चाहिँ एकजना हाम्रो सिस्टर हुनुहुन्छ, उहाँले गरिदिनुहुँदैछ। अहिले भने चाहिँ हाम्रो यहाँको काम सक्यो, मेन काम चाहिँ। र हाम्रो यता महन्दै त्यो अब गाडी चाहिँ पाउँछ कि पाउँदैन पर्ने हुन्छ, पछाडि छ हस्पिटल। त्यो गाइस अब हामी सुन्छ गाइस अहिले भने चाहिँ हामी बजारमा आइपुग्यो। र त्यो हो यहाँ मल्ली बजारमा नि हल्का दिवाली लागेको जस्तो लाग्यो, किन भनिदिनु चाहिँ यस्तो तेर्सो चाहिँ एकदम दामी बनाइरहेको रहेछ। र सबै दोकानहरू झलमल पारेर यो चाहिँ हाम्रो एसबिआई एटिएम हो। त्यही हो, यो चाहिँ हाम्रो चेन्ज गर्नु भनेको चेन्ज भएन, खोइ त्यसको चाहिँ के भनेको के भने ताप पुग्यो रहेछ। यहाँ तल चाहिँ उकालो तल चाहिँ यत्रो खोला छ क्या, यत्रो खोला छ भन्नु, यत्रै खोला छ भनेर क्या। अहिले भने चाहिँ हाम्रो कामहरू सबै सकिसक्यो, मल्ली बजारमा आइपुगेर आउने। र अहिले चाहिँ हामी फर्किनु मात्रै बाँकी छ। र कामहरू सबै सकिसक्यो, अब गाडी हामी फर्किन्छ पायो भने चाहिँ थाहा छैन। र यहाँ चाहिँ पहिला नै फाउन्टेन थियो है, यो कोरेको एरिया डल्लै। र अहिले भने चाहिँ छैन, फाउन्टेन उडाइदियो है। र यहाँ तल चाहिँ फुटबलर्सहरू हुनुहुन्छ, यसो गर है हेर्नु फुटबल खेल्दैछ। यहाँ चाहिँ पहिला बाढ आएर चाहिँ डल्लै लग्यो है, ग्राउन्डै मेटाइदिइसकिसक्यो। यहाँ झिलिमिली अब त्यो गाइस यस्तो छ हाम्रो सानो मल्ली बजार चाहिँ। यता चाहिँ घाम है, त्यो
हेरिदिँदै गर्नु छ ल अब गाडी पायो भने चाहिँ हामी फर्किहाल्छ किनभने चाहिँ हाम्रो काम सकिसक्यो नि त र गाइस अहिले भने चाहिँ हामी फर्किँदैछ र गाडी पाएन है मतलब अघि एउटा गाडी छिर्नु थियो र हामी अलिक काम थियो नि त त्यही कारणले चाहिँ जाँदै गर्नु भनेको थिएँ है अर्को गाडी पाउँछ होला भनेर एकछिन पर्खियो भए पाउँथ्यो होला तर हामी आइगयो है र एकदमै थाक्यो पनि मलाई थाकेको रिग्रेट हुँदाखेरि चाहिँ के लाग्यो भनेदेखि चाहिँ अब म त अब अहिले त अन्डर एजै छु अझै अब 2-3 वर्ष पछाडि चाहिँ म पनि एउटा निकाल्छु भनेर चाहिँ सोचेँ है त्यो चाहिँ मलाई रिग्रेट लाग्यो किनभनेदेखि चाहिँ त्यो गाडी नपाउँदाखेरि अथवा बाइक स्कुटी गाडी भए जे भए पनि चाहिँ निकाल्छु 2 साल जस्तो पछाडि चाहिँ र त गाइस थ्याङ्क यू फर वाचिङ तपाईँहरूले लास्टसम्म हेरिदिनु भयो त्यसमा धेरै धेरै धन्यवाद र मैले तपाईँहरूलाई अघि पनि भनेको थिएँ है ह्याप्पी दिवाली र त्यो गाइस हामी चाहिँ माथि जाँदै भक्कु थाक्यो है र अब यो भिडियो एडिट गर्दा लाउँदा टाइम हुन्छ निकै नै थाक्यो नि त भोलितिर हाल्नु पनि सक्छु है त्यो भिडियो किनभने चाहिँ एडिट गर्नु टाइम लाग्छ मैले एकछिन थाकाइमा मेट्दा है र तपाईँहरूलाई मैले अघि पनि भनेको थिएँ मेरो घन्टै पछिको अपडेट हेर्नु चाहनुहुन्छ भनेदेखि चाहिँ फेसबुकमा जानु भनेर र मैले फेसबुकको साइटमा मैले नाम दिएको छु वङ ब्लग त्यसमा त्यो फेसबुकमा गएर सर्च गर्नुहोस् होला त्यहाँबाट हेर्नुहोस् होला तपाईँहरूले मिनेटकै मेरो एकछिनको अपडेट पाइरहनुहुन्छ है र त त्यति भन्दै गाइस थ्याङ्क यू फर वाचिङ र सबैलाई मेरोबाट मर्निङ सही गाइस